हजुर ल दाइ ल ल केही भन्नु छ मेरो भ्लगमा भन बाइ बाइ सूर्य ल मिन मेरो भ्लगमा के भन्नु छ केही भन्नु छैन यार ल देश दाइ श्रमिक आफ्नो गन्तव्यतिर छुट्यौँ ल आजदेखि रोमन्नेको यात्रा सकिँदैछ हामी सबैको ल ल यो मेरो भिडियो चाहिँ भ्लगमा आउँछ है अब 5-6 दिन पछाडि के छ अनि कार्की दाइ के निदाको कार्की दाइ निदाको मैले यो काखमै राख्नु तिमीले हाले सबको सहमति भयो नि त ब्लग हान्नु ल कार्की दाइ के छ ठिक छ बाबु आज हामी कता जाँदैछौँ आज भन्दिनु हामी अब पोल्यान्डतिर जान्छौँ बाबु टेन्सन नगर पोल्यान्डतिर हो जे हुन्छ राम्रो कुरा हुन्छ जे हुँदैन हेलो दाइ के छ यसरी मुस्कान हो हेलो एभ्रिवान गाइज आज हामी जाँदैछौँ पोल्यान्ड बाहिर हेर्नु के हरियोतिर कार्की दाइ तालतलेबाट कतिको थियो कि किन गइ पनि म थिएँ छँदै तर घुमेको छैन म त्यहाँ त्यहाँ यति मान्छे आउँछ अहिले होइन त्यतिखेर म यतै बस्दै तलतिरै झरेको थिएँ अनि कहिले काहीँ जान्थेँ त्यति टाइम हुँदैन त्यहाँनिर आफ्नै गाउँमा पनि घुमेको छैन मजाले अहिले त खतरा फेमस भएको छ नि त्यहाँ त काँक्रा त त्यस्तै गलेको छ हिलेको सेट त यति चलेको छ होइन मान्छे कहाँ यहाँ आउँछ लगभग हिलेको नि मौसम यस्तै त हुन्छ नि त्यहाँ गर्ने भन्ने कहिले हुँदैन काँक्रा त मान्छे कहाँ कहाँबाट घुम्न आउँछ क्या प्रायः त्यहाँका पानीहरू कति मिठो छ नि सब मान्छे के मुख गरे त्यो ऊर्जा मन्त्रीको पहिले यस्तो गर्लफ्रेन्डलाई पठाइदिनु पऱ्यो क्या अलिक मजाले निकाल्नु त दाइ हामी आउँदैछौँ भनेर यसो भात पकाउँदै भन्नु पऱ्यो भइसक्यो यस्तो गर्नु कपाल के यस्तो गरे भिडियो
हङ्ग्रेरी माललाई के अरे यो भन्नु हङ्ग्रेरी हङ्ग्रेरीको मार्केटमा आइपुग्यौँ हामी साथीहरू रोमानिया टु पोल्यान्डको भ्लग जारी नै छ रोमानिया टु पोल्यान्डको भ्लग जारी नै छ एकदम कन्टिन्यू भइरहेको छ के कस्तो हुन्छ यहाँनिर म सबै देखाउने नै छु भ्लगमा अहिले हामी हङ्ग्रेरी बोर्डरमा छौँ हामी चाहिँ उता आएको पर छ बसमा आएको हामी चाहिँ यो बसमा साथीहरू यस्तै छ भ्लगर पासवर्ड भयो के भयो त अनि यता कार्की दाइले फेरि कसको हाले